अब यत्रो विशाल कन्ट्रक्सन आफैले आज्ञा सकिँदैन। कसलाई बनाउन दिने होला त? पुरीमा डाँडा भाटा पनि राम्रोसँग हाल्ने मान्छे चाहियो। अलि छिटो हात चलाउने मान्छे पनि चाहियो हो होला त। यसो गरौँ, टेन्डर खोलौँ। जसले 50,000सम्म टेन्डर हाल्छ उसैलाई दिउँ। बेकारमा यो कसलाई दिने भनेर के खान टाउको दुखाइरहनु होइन। सूचना सूचना सूचना। जैसीदेखि एकता बस्तीको नरनारायण पाण्डे शर्मा शास्त्रीको कटेज निर्माणको निम्ति बोलपत्र आह्वान गरिएको छ। इच्छुक व्यक्ति वा कम्पनीले आजै दरखास्त दिन सक्नुहुनेछ। सूचना सूचना सूचना। पाण्डे दाजु नमस्कार। नमस्कार। कटेज बनाउने टेन्डर आह्वान गर्नु भएको छ। कति जतिमा टेन्डर हाल्यो भने चाहिँ पर्ने सम्भावना हुन्छ? कतिमा टेन्डर हाल्दा पर्छ भन्ने कुरो त गोप्य हो नि, भन्नै मिल्दैन। फेरि त पिलनदारीलाई किन चाहियो? त्यही त म पनि टेन्डर हालौँ कि भन्ने सोचेको थिएँ। अनि यसो जानकारी पाउन पाले सजिलो हुन्थ्यो कि भनेर पाण्डे दाजु। हो त? तैँले साँच्चै टेन्डर हाल्ने नै हो त? हाल्ने नै हो नि। अब मैले काम गर्न जाने भनेको यही हो। घर बनाउने, गोठ बनाउने, गुवाली बनाउने ठेकेदार त हो नि म। त्यसो हो भनेदेखि यता आइज त। लसुन पिलन्डर, तेरो र मेरो मात्रै गोप्य कुरा नि यो, कसैलाई थाहा हुनुहुन्न नि। गोप्य नै हुन्छ। घर बनाउनको लागि चाहिँ मेरी बुढी चन्द्रमुखीले गहना बेचेर 50,000को व्यवस्था गरेकी छिन्। त्यसो भएको हुँदा अब घर बनाउने जम्मा बजेट भनेको हामीसँग 50,000। अब तैँले टेन्डरै हाल्ने हो भनेदेखि त्यो 50,000मा त टेन्डर हाल। म तँलाई जसरी पनि टेन्डर पारिदिन्छु, तर त्यो टेन्डर पारिदिए बापत 10,000 चाहिँ मलाई कमिसन चाहिन्छ। मन्जुर? ल मन्जुर। तर यो पुरा गोप्य नि। फेरि 10,000 चाहिँ मेरो कमिसन हुन्छ। मैले बोलेको कुरा फरक खाँदैन हौ। चन्द्रु, टेन्डर झरिरहेको छ? झरिरहेछ। अब हाम्रो बजेट त्यही हो 50। कम बजेटको टेन्डर हाल्नेलाई त दिने हो नि ठिक्का, होइन? हो नि। ए, तैँले पनि टेन्डर हाल्न लागेको? ठुलै बजेट होला भन्ठानेर हाल्या होलास्। हाम्रो बजेट सानो छ। के पर्ला र तँलाई? खोइ होइन, मैले मिलाएर हालेको छु। मलाई पनि पर्न सक्छ। लु 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 लु, परे पनि नपरे पनि म तँलाई चाहिँ खबर गरौँला है त। करेली कन्स्ट्रक्सन प्रणाली जम्मा रु 55,000। करेलीको आयो 85,000। ल खोलौँ खोलौँ खोलौँ। हाडी गोप्य कन्स्ट्रक्सन प्रणाली जम्मा रु 55,000।
लेन्डरे कन्स्ट्रक्सन प्रणाली जम्मा रु 50,000। यो चन्द्र अब अरू काम खोल्नै परेन नि। 50 को बजेटमै टेन्डर हालेछ लेन्डरे कन्स्ट्रक्सनले। न्यूनतम मूल्य नै हालेछ नि। ल अब यसैलाई टेन्डर पर्यो, फोन गरेर बोलाउँ होला होइन? यो लास्टको पनि खोलाउ न, यसमा अझ कममा टेन्डर हालेछ कि। कस्तो के चन्द्र पर्दैन के पर्दैन हेर्नै पर्दैन। आपा कन्स्ट्रक्सन प्रणाली जम्मा रु 40,000। म भन्दै थिएँ नि अझ कममा टेन्डर हुन सक्छ भनेर। ल अब यसैलाई ठेक्का दिने हो। कुरो के भने नि चन्द्र, सस्तो बेसारले पखाला चल्छ भने जस्तै कममा हाल्यो भन्दैमा विश्वास गरिहाल्न चाहिँ सकिँदैन के। फेरि हामीलाई त घर बलिया क्वालिटीको पनि त चाहिएको हो नि। त्यो डाम्नुले बाँस कस्तो झार्ने हो, खिया लागेका घाँटी झार्ला। त्यही भएर हामी यो 10वटा हजारको मुख नहेरौँ, खुरुक्क नलाएर यो 50,000 वालालाई नै टेन्डर दिउँ। खुब जान्ने हुन्छौ तिमी, बनाउन सक्ने भएर त टेन्डर हाल्यो होला नि। टेन्डर चाहिँ त्यही 40,000 वालालाई दिने हो। 10,000 भने नि बच्छ। तँ धेरै मुख नचला है चन्द्रे, तँ भन्दा त अलि धेरै जान्ने नै त होला नि त म। त्यो 40 मा हाल्नेले किन 40 मा हाल्यो भनेर सोच्नु पर्दैन। कम पैसामा ठेक्का लिने, काम कमसल गरौँला भनेर हालेको त्यसले। त्यति कुरा बुझ्दिनस् त। तिमी चाहिँ धेरै मुख नचलाऊ है। 40,000 मा काम गर्छु भन्दा भन्दै 50,000 मा ठेक्का चाहिँ दिँदैन। 10,000 भने नि बच्छ। 98। सुन्नु न, तपाईँ आपा कन्स्ट्रक्सनको होइन? तपाईँलाई नरनारायण पाडेको कटेज निर्माणको ठेक्का परेछ। ल है, भोलि नै काम सुरु गरिहाल्नुहोस्। तर यो कुरा कसैलाई नभन्नु नि फेरि। सकिगो नि। Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fibernet and Godrej Expert Hair Color. सकिगो नि। तँ ठेकदार नै होस् है जाम्ना। ठेकदार त हो नि। 60वटा घर बनाइसके। तल पराजुली घर पनि मैले बनाएको, उता गुरागाईको घर पनि मैले बनाएको, त्यो ठुटे थापाको गोठ पनि मैले बनाएको। पराजुलीको घर तैँले बनाइस् होला, गुरागाईको घर तैँले बनाइस् होला, ठुटे थापाको गोठ बनाइस् होला। तर तँ जाम्नु कुन एङ्गलबाट ठेकदार देखिन्छ से? ठेकदार भइसकेपछि कानमा पेन्सिल सिउरेको खोइ, पेन्सिल खोइ। पेन्सिल त गोजीमा छ नि हजुर। गोजीमा भएर हुन्छ, कानमा हुनु पर्दैन। ठेकदार भएपछि टक्क कानबाट पेन्सिल निकालेर लेख्नु परेन। अरूको घर बनाउँदा आँखा छलेर के गरिस् होला त्यो म जान्दिनँ, तर यहाँ चाहिँ त्यस्तो चल्दैन है। म पनि एउटा ठेकदार हुँ, मलाई सबै थाहा छ। हस् विशाल, त्यो आरी पाउँ त।
कानको जाली फुट्न सक्दैन मान्छेको। ध्वनि प्रदूषण भन्ने थाहा छ कि थाहा छैन तँलाई? त्यतिकै 40,000 मा टिन्डर हालेर मात्रै हुन्छ। यहाँ आवाज निस्केछ त मात्रै के गर्छु म तँलाई? आम्ना बाँस फुटाउन नसक्नेले टेन्डर किन हाल्नु? सिक्ने ठाउँ त होइन नि त यो। ट्रायल सेन्टर हो मेरो घर। ट्रायल सेन्टर हो मेरो घर। ए जान्दैन चिस भने टेन्डर किन हालिस्? तेरो अहिलेको अवस्था भनेको चाहिँ ठेकदार लेभलको चाहिँ होइनस् त। ठेकदारको पछि पछि लागेर सिक्न लागेको लेभलको चाहिँ रहेछस् है त। त्यसलाई जान्न नि मलाई यो घर सर बनाउनु छैन। यो बाँस जति तँलाई जानुभयो एउटा तरिका हुन्छ नि यार। कस्तै ल हेर चन्द्रे, देखिस् सक्यो बनाउन काम चोर। मैले तँलाई भनेकै थिएँ नि सस्तो मात्र हेरेर हुँदैन भनेर। यो काम चोरले त टापन टिपन पारेर 2 घन्टामा कटेज बनाइसकेर पैसा लुटेर लाने नियतले आएको रहेछ। अलि बुझ्ने ठेकेदारलाई दिउँ भन्दा तँ मानिनस्। देखिस् नि अहिले आफै वाइयात न्यु खोजेर खेदायो कुरा गर्छौ। लोन त कसलाई दिँदा हुँदो रहेछ तिमी आफै देऊ। त्यही नि 50,000 वाला पिलेन्डरे कन्ट्रक्सन। कति जान्ने कति राम्रो अनुभवी रहेछ त्यो। सबै नापजाँच गरेर ठिक्क पारेर यो है 50,000 मा चाहिँ यतिको कटेजलाई म दामी बनाइदिन्छु भनेर बजेट हालेको त्यसले। ल बोल नि त त्यसैलाई। हो यो पक्का है त म ल्याइहाल्छु। पिलेन्डरे मैले एउटालाई लखेटेर भने पनि तँलाई ठेक्का मिलाए कि मिलाइन? अब तैँले विचार गर्नुपर्ने एउटै कुरो भनेको चाहिँ कमिसन। कमिसनको 10,000। त्यो त मिलाइहाल्छु नि। चन्द्रे है चन्द्रे, ल हेर यहाँ अनुभवी ठेकदारको त पारै बेग्लै हो। उसले त एउटा मात्रै हो र 2-2वटा सिसा कलम सिउरेको छ कानमा। अझ ऊ फित्ता पनि भिरेको छ गलामै। यस्तो ठेकदारले घर बनायो भने